आज जेठ 27 गते मङ्गलबार साताको तेस्रो कारोबार जुन 10 2025 है के छ त इन्भेस्टर ट्रेडरको माइन्डसेटहरू के छ त है। आज बजार सकारात्मक देखिएको छ, क्यान्डल पनि सकारात्मक बनेको छ। हिजोको क्यान्डल पनि लगभग पोजिटिभ नै थियो, आज पनि पोजिटिभली बजार बन्द भएको छ है। भनेपछि इन्भेस्टर र ट्रेडरको माइन्डसेटहरू कस्तो हुनुपर्छ, कस्तो रणनीति लिएर अघि बढ्नुपर्छ भन्ने विषयमा डेफिनेटली पनि आजको यस भिडियोमा हामी चर्चा गर्नेछौँ है। नयाँ साथीहरू हुन्छ नि लाइक गर्नुहोला, सपोर्ट गर्नुहोला, साथ दिनुहोला है। ठिक छ, त्योभन्दा अगाडि आज हजुरहरूको अगाडि सब इन्डेक्सतिर ध्यान आकर्षण गराउन चाहन्छु। सब इन्डेक्सलाई हेर्ने भने लगभग 25.07 अङ्कले बजार बढेको हामी देख्न सक्छौँ। सकारात्मक उल्लेखनीय रूपमा वृद्धि देखियो 2678मा है। 2678.17मा आएर चाहिँ बजार टुङ्गिएको छ भनेपछि कारोबार 10 अर्बको भएको छ। भनेपछि सुरुवाती चरणै बजारमा चाहिँ आक्रामक बायर एग्रेसन थियो। बायरहरूले कुनै पनि अवस्थामा स्क्रिप्टलाई झर्न दिएनन् है, एग्रेसिभली बाई ट्रेड गरिरहेको अवस्था हामी देख्न सक्छौँ। त्यही भएर आज बजारमा चाहिँ उल्लेखनीय रूपमा भोल्युम पनि आएको छ, कारोबार पनि बढेको छ। भनेपछि एडभान्समा 196वटा कम्पनी र 52वटा कम्पनी चाहिँ तुषारो पात्र गिरावट खेप्न पर्यो आजको दिनमा भन्न सकियो। भनेपछि सबभन्दा धेरै योगदान दिने सेक्टर चाहिँ कुन परिरह्यो त भन्दाखेरि फाइनेन्स सेक्टर 5 अङ्कभन्दा माथिले वृद्धि भएको रहेछ। होटेल लाइनमा वृद्धि देखियो, हाइड्रो पावर सामान्य वृद्धि मात्रै देखियो आजको दिनमा है। इन्भेस्टमेन्टमा सामान्य वृद्धि देखियो, लाइफ इन्सुरेन्समा राम्रै वृद्धि देखियो, नन लाइफमा नि वृद्धि देखियो, ट्रेडिङ इन्डेक्समा वृद्धि देखियो र अदर इन्डेक्समा नि वृद्धि देखियो। भनेपछि अभियसली पनि ब्याङ्किङ सब इन्डेक्स सामान्य बढेको छ है। धेरै योगदान भनेको फाइनेन्सले दिएको रहेछ, फाइनेन्समा उल्लेखनीय रूपमा वृद्धि आजको दिनमा देखियो। टप गेनरमा हामी एसआइएफसी, एसएफसिएल, जेएफएल, आरएलएफएल देखिरहेको अवस्थामा टप लुजिङमा रावा, ओएमपिएल, एनएबिबिसी है, त्यहाँबाट युएलबिएसएल है, यिनीहरू चाहिँ हामीले देखिरहेको अवस्था चाहिँ छौँ। भनेपछि टप टर्नओभर एचआइडिसिएलपी, एकेपिएल, रादी, एसएसपिसी र एनजिपिएल है, यिनीहरूमा देखिरहेको अवस्थामा 311वटा स्क्रिप्टहरूमा ट्रान्जेक्सन भएको रहेछ भन्ने कुरा देखियो। भनेपछि ठिकै छ, ओभरअली बजारको मोटामोटी यही नै रहेको छ। र अब सरस्वती हाम्रो आजको टेक्निकल भनौँ न क्यान्डलले चाहिँ के भन्छ त मेन कुरा है। यो क्यान्डल चाहिँ एउटा चाहिँ पुलब्याकवाला क्यान्डल हो। अब भोलि एउटा हरियो क्यान्डल बन्छ भने चाहिँ 3 व्हाइट क्रोज अथवा 3 व्हाइट सोल्जर भन्न सकियो अभियसली पनि है। 3 व्हाइट सोल्जरको आगमन भएपछि बजारले अलिकति आक्रामक मुभ लिन्छ भन्ने पनि कुरा हामीले बुझ्न सक्छौँ। र हाम्रो प्रतिरोध र सपोर्ट त प्रायः नर्मली सबै साथीहरूलाई थाहा भइसकेको अवस्था छ। दिज एरिया है, एउटा चाहिँ तपाईँको 2600को छेउछाउ, अर्को 2600 तरी 2580 को छेउछाउ, यिनीहरू चाहिँ हाम्रो मेजर स्ट्रङ सपोर्टको एरिया छ। यो एरियासम्म रहन्जेल हामीलाई बजार चाहिँ पोजिटिभ लयमै छ भनेर बुझ्नु पऱ्यो। अर्को हाम्रो प्रतिरोधको कुरा गर्यो चाहिँ यसको हाई लगभग 2740 है, र अर्को अब यसपालि तपाईँको न्युजले बनेको अर्को हाई पनि हाम्रो रेजिस्टेन्स बन्न पुग्यो 2770। अनि यो चाहिँ हाम्रो प्रतिरोध बन्न पुग्यो है। यिनीहरू लाइनहरू भयो है, कलर चेन्ज गरिदिउँ, यो हाम्रो प्रतिरोध बन्न पुग्यो चाहिँ यिनीहरू तल्लो लाइन चाहिँ हाम्रो मेजर सपोर्ट बन्न पुग्यो। भनेपछि यो लाइनहरूको बिचमा खेलिरहेको अवस्था छ बजार। भनेपछि यो लाइनको बिचमा छौन्जेल हामी सकारात्मक भएर बस्न सक्छौँ। बजार साइडवेजमा छ है। के भइरहेछ त भन्दाखेरि डिमान्ड जोनबाट डिमान्ड लिएर रेजिस्टेन्समा जान्छ, फेरि तपाईँको डिमान्डमै ठोकिन्छ, फेरि रेजिस्टेन्सको एरियाबाट झरेर फेरि डिमान्डमै ठोकिन्छ हो। यसरी चाहिँ पुल ब्याक भएपछि यो श्रृङ्खला चल्दैछ अरे। दिस इज द एकुमुलेसन फेज है, नट अ डिस्ट्रिब्युसन फेज हो। एकुमुलेसन चल्दैछ, किताहरू एकुमुलेट भइरहेको अवस्था छ है। यदि टुप्पो है अलि मास्तिर गएर बनेको भए आई होप यसरी बुझ्नु पऱ्यो। यो माथि गएर यस्तै बढेछ, यहाँतिर यसरी बनाएपछि दिस इज डिस्ट्रिब्युसन फेज भन्न सकिन्थ्यो। यो तल बनेको भएर चाहिँ हामीले चाहिँ एकुमुलेसन फेजको रूपमा हामीले हेर्न सक्छौँ। पछिल्लो अवस्था नेप्सलाई सरसर्ती हेर्ने कुरा बुझ्नुभयो, ठिकै छ। अनि यति कुरा चाहिँ हाम्रो मेजर कुराहरू है। अहिले हामी चाहिँ सपोर्टबाट रेजिस्टेन्सतिर है ठोकिन जाँदैछौँ। दिस इज सिम्पल कन्सेप्ट भइहाल्यो। भनेपछि अब अभियसली पनि सरस्वती अब हाम्रो टेक्निकल इन्डिकेटरहरूले चाहिँ के भन्छ त्यो चाहिँ महत्त्वपूर्ण विषय हुनसक्छ, त्यतातिर ध्यान आकर्षण गरौँ। ठिक छ, सरस्वती बोलिङ्गर ब्यान्डबाट हेर्ने भने चाहिँ बोलिङ्गर ब्यान्डको अप्पर ब्यान्डमाथि आएको छ, सकारात्मक चाहिँ देखियो, त्यति हो। बजार सकारात्मक देखिएको छ। अप्पर ब्यान्डमाथि आउनु राम्रो पक्ष पनि हो, बजारको लय पोजिटिभ छ भनेर बुझ्न सक्छौँ। इएमए सरस्वती अनि इएमएभन्दा माथि चाहिँ एउटा चाहिँ रिस्क लिन पर्ने स्क्रिप्टहरूमा देखिएको छ। बजार सकारात्मक हुँदैछ भन्ने कुरा। पिभट पोइन्टको के छ त, आज ठ्याक्क तपाईँको 2600 लगभग 89 को एरियातिर चाहिँ हाम्रो एउटा चाहिँ भनौँ न पिभट पोइन्टको एउटा रेजिस्टेन्स छ, त्यसलाई ब्रेक गर्ने अर्को यात्रा 2775 जाने सम्भावना पिभट पोइन्ट अनुसार। अब भोलिको दिनले कस्तो देखाउँछ त्यो त हेर्नै बाँकी छ। अब एमएसी मुभिङ एभरेज च्यानलभन्दा यदि माथि यो च्यानलको बिचमा आउँछ तपाईँभन्दा माथि सस्टेन हुन्छ, बजार अलिकति पोजिटिभ हुन थाल्यो। अब चाहिँ अलिकति इन्ट्री लिनुपर्छ है, सकारात्मक रूपमा हामी अघि बढ्नुपर्छ होइन, बाई प्लान सेटअपहरू गर्नुपर्छ भन्ने कुरा देखाउँछ।
MA टु EMA क्रस हेर्यो भने इन्स्ट्यान्टली MA टु EMA क्रसले तलबाट क्रस हान्न खोजिरहेको अवस्था छ, यहाँबाट क्रस हान्न खोजिरहेको अवस्था छ। इन्स्ट्यान्टली तपाईँको चाहिँ अब चाहिँ 22 सिग्नलहरू आउन खोज्दैछ बजारको भन्ने कुरा हो। तर हामीले के बुझ्नु पर्यो भने चाहिँ जबसम्म यो रेजिस्टेन्स र तपाईँको चाहिँ यो डिमान्ड जोनलाई पार गर्दैन तबसम्म बजारले चाहिँ अग्रगामी छलाङहरू मार्दै मास्तिर जान्छ भन्ने कुरा चाहिँ सोच्न चाहिँ अलिकति छिटो र हतार हुन्छ कि जस्तो चाहिँ कुरा लाग्छ। ठिकै छ। अब भोल्युम सेक्सनले हामीलाई सरसरी हेऱ्यो, भोल्युम चाहिँ हामीले जुन मैले यो लाइन लगाएको छु यो चाहिँ मुभिङ एभरेज लाइन हो। यो लाइनभन्दा माथि 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 यसरी क्यान्डल आएर सस्टेन हुन्छ अथवा भोल्युम आएर सस्टेन हुन्छ भने बजारले चाहिँ नयाँ नयाँ यात्रा माथि लिन खोज्यो, है भोल्युममा चाहिँ बढोत्तरी भयो भन्ने कुरा बुझ्न सक्छु। त्यो त हामीले भोल्युम सेक्सन आजको टर्नओभरहरू पनि देखिरहेका अवस्था चाहिँ छ। मैले पटक पटक रिपिटेडली भनेको छु डाइभर्जेन्ट डाइभर्जेन्ट डाइभर्जेन्ट, यहाँनिर डाइभर्जेन्ट छ, एउटा डाइभर्जेन्ट यहाँनिर देखियो, ठिक छ, अर्को डाइभर्जेन्ट यहाँबाट यो देखियो, फेरि अर्को डाइभर्जेन्ट यहाँबाट यहाँ देखिएको छ है। भनेपछि डाइभर्जेन्टको मतलब के हो भनेपछि यसरी गएको बजार फेरि तल आएर यसको लो टच गर्न सकिन, यहीँबाट फर्केर गयो यो लाइन, यिनीहरू चाहिँ डाइभर्जेन्ट हुन्छ है। फेरि थोरै तल आएर करेक्सन यिनीहरू चाहिँ डाइभर्जेन्ट अथवा माइनर करेक्सन MACD-मा देखिँदै फेरि पुलब्याक हुँदै गइरहेको अवस्था छ। हिस्टोग्राम सरसर्ती हेऱ्यो भने हिस्टोग्राम हरियो भएको अवस्था छ, कहाँतिर पुग्यो सरी हिस्टोग्रामतिर जाने हो भने अभियसली पनि सकारात्मक देखिन्छ भने चाहिँ बजार अभियसली पोजिटिभ भएर सोच्नुपर्ने अवस्था यहाँ देखियो है। मैले पहिल्यै भनेको थिएँ यो जेरो लाइनभन्दा माथि जान्छ भने हामी आत्तिनु पर्दैन, यो चाहिँ सामान्य करेक्सन हुनसक्छ, यसको पुलब्याक चाहिँ भयङ्कर माथि हुनसक्छ भन्ने कुरा गरिरहेको छु। आजको दिनमा चाहिँ यो MACD लाइनले स्ट्रेन्ड लाइनलाई क्रस हानेको छ। अब यात्रा बजारको सकारात्मक लयतिर फर्किन लागेको हो कि भनेर हामीले आकलन गर्नुपर्ने अवस्था चाहिँ आइसकेको अवस्था चाहिँ छ। भनेपछि ADX हेर्यो भने तपाईँको 23 को एरियातिर जब बिस्तारै एउटा फर्किएर 25 भन्दा माथि जान्छ सुपर ट्रेन्डिङ मुभको हामी एक्सपेक्टेसन गर्न सक्छौँ। यसपालि बजारले लय समाउँछ कि क्या हो जस्तो चाहिँ बनाइदिरहेको अवस्था छ। RSI बिचैबाट फर्किएको अवस्था चाहिँ स्ट्याटिस्टिक RSI, यसको मतलब ट्रेन्डिङ मुभहरू बजारमा छ, स्ट्रङ सेन्टिमेन्ट छ भन्ने कुरा देखियो। RSI ओभरअली तपाईँको 58 पुगेको झरेर तपाईँको 42 छेउछाउ पुगेको, फेरि पनि 52 तिर आएको छ। बजार झर्न मानिरहेको अवस्था छैन, बढ्नलाई नै प्रयत्न गर्दैछ है, देख्न सक्नुहुन्छ है। योभन्दा यो माथि योभन्दा यो माथि भने चाहिँ सुपर मुभ छ बजारको भन्ने कुरा देख्यो भने चाहिँ हामी एउटा अब ट्रेन्डी इन्डिकेटरको रूपमा सुपर ट्रेन्ड पनि लाएर हेर्न सक्छौँ। यसरी सुपर ट्रेन्ड भनेर सर्च गर्न सक्छौँ। सुपर ट्रेन्डबाट हेर्दाखेरि पनि है अब भोलिको दिन हुनसक्छ जुन हाम्रो 2705 भन्दा माथि आएर क्यान्डल क्लोज गर्छ भने सुपर ट्रेन्डले पनि 22 सिग्नल दिनेवालामा छ। स्टिल 22 सिग्नल भ्यालिड छैन, 2705 यहाँ देखिरहेको अवस्था छ। यो एरियालाई टच गर्छ भने एउटा सुपर ट्रेन्डले पनि 22 सिग्नल भ्यालिडिटी गराउँछ है, ठिक छ। अब भोलिको दिन कस्तो हुन्छ त्यो एउटा निर्णायक रूपमा सुपर ट्रेन्डले पनि हामीलाई जानकारी गराइदिइरहेको अवस्था चाहिँ छ। भोलिको दिनलाई हेर्नुपर्ने अवस्था हुनसक्छ, ठिक छ। लेट्स गो। अब त्यहाँबाट RSI हेर्दैपछि हाम्रो मेन इन्डिकेटर इचिमोकु क्लाउड है। इचिमोकु क्लाउडले के भन्छ त, क्लाउडको फर्मेसन मैले हिजै भनेको थिएँ है, यहाँनिर लगाएको थिएँ। क्लाउडको फर्मेसन चाहिँ सकारात्मकै छ है साथीहरू है, सकारात्मक चाहिँ छ। अब थोरै क्लाउड अब सानो क्लाउड बन्दैछ, अब यो क्लाउड बिस्तारै फुल्दै जान्छ भने अहिले तत्काल क्लोज हुन लाग्यो जस्तो देखिए पनि बिस्तारै अब यो क्लाउडको फर्मेसन हरियो भएको कारणले अलिकति सकारात्मक क्लाउड बन्छ भने होइन बजारको लय राम्रो हुन्छ भनेर बुझ्न सक्छु। तर अहिलेको अवस्थामा यहाँ सरसर्ती हेऱ्यो भने चाहिँ माथिबाट कन्भर्जन लाइन इन्स्ट्यान्टली नेगेटिभ भएको छ, क्रस हानेपछि हरियो लाइनले रातो लाइन माथिबाट, त्यो चाहिँ राम्रो कुरा होइन। अब फेरि इन्स्ट्यान्टली हरियो फेरि यहाँबाट जान्छ भने चाहिँ राम्रो कुरा है। अलिकति मान्छेलाई चाहिँ फेक ब्रेकआउट गराएर चाहिँ फेरि पुल ब्याक गर्न खोजे जस्तो क्या है। कन्भर्जन लाइनले क्रस हान्यो, इन्ट्री गरायो, फेरि इन्स्ट्यान्टली नेगेटिभ बनायो, फेरि एक्जिट गरायो, अनि फेरि वान साइडेड मुभ हुन लागेको पनि हुनसक्छ। जस्तै प्रिभियसली हामीले यहाँ तलतिर बढ्न लागेको सिनारीलाई जुम गरेर हेर्ने भने, ठिक छ, यस्तो टाइपको यहाँबाट क्रस हान्यो, बढ्ला जस्तो गरेर इन्स्ट्यान्टली नेगेटिभ जस्तो देख्यो, तर इन्स्ट्यान्टली झुकाएर बुम भयो, यस्तो हुन नि सक्छ भन्ने कुरा हो। तर ओभरअली हामीले चाहिँ बजारलाई मन्थली टाइम फ्रेमबाट हेर्ने हो भने चाहिँ पूर्ण रूपमा सकारात्मकै छ। यो चाहिँ माथि चन्द्रमाबाट टेलिस्कोपबाट हेरेको जस्तो क्या जमिनमा हो, त्यो टाइपको सिनारीमा हेर्ने हो भने चाहिँ स्टिल पनि आजको दिनको क्यान्डल अथवा बढ्ने भोलिको दिन बढ्ने क्यान्डलहरूले अब यो महिना त टुङ्गिएको छैन, अझै बाँकी छ समय। म चाहिँ भोलि दिन सकारात्मक हुन्छ नि यो क्यान्डल चाहिँ ह्यामर क्यान्डल जस्तो बनाउँछ, यो अलि माथि जान्छ अथवा अलिकति योभन्दा माथि जर यसरी 2750 तिर गएर बस्छ एउटा पोजिटिभ ह्यामर क्यान्डल जस्तो देखिन्छ। यसले फेरि सकारात्मक देखाउँछ। यो भनेको लो प्राइस रिजेक्ट भयो, यहाँ तलसम्म आएको बजारलाई बाहिरले पुस गरेको छ भन्ने कुरा बुझिन्छ हो। यस्तो क्यान्डल भोलिको दिन पनि सकारात्मक भएर बस्छ। अब आउने दिनहरू जुन यो महिनाको छ सकारात्मक भएर बस्छ भने बजार अभियसली पनि हामीले चाहिँ पोजिटिभ भएर बस्नुपर्छ। अघिल्लो महिनाको पोजिटिभ भयो, अब यो महिनाको है ल तपाईँको इङ्ग्लिस डेटबाट सुरु हुन्छ, भर्खरै सुरु भयो कि भन्न सक्यो जुन 1 को। अब हेर्दै यो सकारात्मक भएर बस्यो भने बजारले नयाँ लय लियो भनेर हामीले बुझ्न सक्छौँ। मन्थलीमा त आत्तिनु पर्ने अवस्था छैन, मन्थलीमा पनि अब बिस्तारै केही सामान्य करेक्सन सकेर फेरि मास्तिर यसरी फर्किन्छ, यो त हामीले देखि नै हाल्छौँ। अभियसली केही फरक परेन।
एडिएक्स पनि तपाईँको 29 तिर आएको छ, सुपर ट्रेन्डिङ मुभहरू आउँदैछ भन्ने कुराको सङ्केत दिइसकेको अवस्था छ। अब बिस्तारै बजारले लय समला भन्ने कुरा एक्सपेक्टेसन गरौँ। अरू इन्डिकेटर त्यस्तो धेरै क्लियर भएको छैन, 1-2टा इन्डिकेटरले चाहिँ बजारको यात्रा राम्रो छ भन्ने कुरा र यो ट्रेन्ड पनि यसरी हेर्ने अप ट्रेन्डमै छौँ हामी है। योभन्दा यो माथि, योभन्दा यो माथि माथि नै छौँ भने चाहिँ ओभियसली पनि पोजिटिभ छौँ। र सुपर ट्रेन्ड अनुसार त हामी 2 वर्षदेखिबाट चाहिँ हामीलाई सुपर ट्रेन्डले बाई सिग्नल दिएको, स्टिल हामी पोजिटिभमै नै छौँ भन्ने कुरा सुपर ट्रेन्डबाट पनि छ। हरेक दृष्टिकोणबाट हामी सकारात्मक छौँ भनेपछि हामी किन आत्तिने हो र, किन हामी नेगेटिभ हुने हो र है भन्ने कुरो चाहिँ हो है। ठिक छ। अब आजको दिनमा फाइनेन्स सेक्टरमा अलिकति चमक देखियो भने चाहिँ के कारणले देखियो त फाइनेन्स सेक्टर हेर्नु है त। अभियसली मन्थली टाइम फ्रेमबाट हेर्ने हो भने फाइनेन्सलाई है स्टिल सुपर ट्रेन्डले पनि साथै दिइरहेछ। अभियसली अब यिनीहरूलाई हटाइदिउँ। सरस्वती फाइनेन्स सेक्टरको कुरा गर्ने हो भने चाहिँ एक लेभलको चाहिँ भनौँ न फाइनेन्स चाहिँ म्यासिभ करेक्सन भइसक्यो र तपाईँको सुपर ट्रेन्डको पनि सपोर्टकै रूपमा मन्थली टाइम फ्रेममा हेरौँ, यसलाई डेलीमा हेरौँ है साथीहरू। अब डेलीमा हेर्दाखेरि चाहिँ चरम सस्तो भएको भन्ने कुरा देखिन्छ कि साथीहरू है। यो कुन के कारणले बढ्यो भन्दा नि फाइनेन्स एकदमै सस्तो पोइन्टमा आएको है। त्यही माथि फाइनेन्सलाई सुपर ट्रेन्डले पनि साथ दिएको छ प्रिभियसली, अहिले नि भन्दा अगाडि नै सुपर ट्रेन्डले बाई सिग्नलको सङ्केत दिएको र सस्तोमा पनि आएको र मेजर अब भनौँ न एक हिसाबले जुन बेला चाहिँ एउटा चाहिँ बजारको बुलिसमय सिनारियो पुल ब्याकवाला सिनारियो भएको अथवा डिमान्ड जोन भन्न सक्यो, यो डिमान्ड जोनतिर पनि आएको, त्यसलाई हामीले डिमान्ड जोनको कन्सिडर पनि गर्न सक्छौँ। चाहिँ डिमान्ड जोनमा पनि आएको, प्रिभियस डिमान्ड जोन नि भन्न सक्यो है। सपोर्टको एरिया पनि आएको, सस्तोको आधारमा पनि यो यसको बढ्न भनौँ हरियो देखिएको जस्तो लाग्छ। अब यो सपोर्टको एरियातिर फ्लक्चुएसन भएको हिसाबले त्यस्तो धेरै अब आत्तिन पनि होइन, ल अब छुट्टै क्या भनेर सोच्न पनि आवश्यक छ जस्तो मलाई लाग्दैन। मौका दिन्छ, फेरि पनि भोलि दिन करेक्सन हुँदाखेरि हामीले इन्ट्री गर्ने एउटा सेटअप बनाउँछ, त्यही भएर आत्तिन पनि अवस्था छैन। एउटा चाहिँ भनौँ न एउटा चाहिँ एमएसएस मार्केट स्ट्रक्चर सिफ्टवाला माहौल बनेपछि हामी इन्ट्री लिउँ होला। आत्तिन पर्ने अवस्था फाइनेन्समा छैन। आज बढ्यो ल म छुटेँ कि क्या भन्नु आवश्यकै छैन जस्तो मलाई लाग्छ। सपोर्टको एरिया रियाक्ट गर्नु सामान्य कुरा हो, यो हाम्रो सपोर्ट नै छ, देख्न सक्नुहुन्छ चुकुलको सपोर्ट यहाँ देख्न सकिहाल्यो है। यसलाई हामीले मेजर ठुलो इस्युको रूपमा हेर्नुपर्छ जस्तो मलाई चाहिँ लाग्दैन। के भयो फाइनेन्स भनेर सोच्नुपर्छ जस्तो मलाई लाग्दैन। र हाइड्रो पावरको कुरा गरौँ है। अब हाइड्रो पावर कहाँनिर छ त, हाइड्रो पावर सरस्वती हेर्ने भने चाहिँ आज अलिकति ठ्याक्क सुपर ट्रेन्डको हाम्रो एउटा सपोर्ट थियो, त्यो चाहिँ रिजेक्ट भएको छ कि त्यो राम्रो पक्ष अलिकति भएन। ठ्याक्क सुपर ट्रेन्डमाथि भ्यालिड भएर बस्दिएको भए हाइड्रो पावर गजब हुन्थ्यो है। त्यही माथि अब रेजिस्टेन्स पनि छ, रेजिस्टेन्स टक्कै हेर्ने भने रेजिस्टेन्स यहीँ माथि छ है, यहाँ देख्न सक्नुहुन्छ 3648 हाम्रो है, 3648 हाम्रो एउटा रेजिस्टेन्स प्रतिरोध छ। प्रतिरोधको छेउछाउबाट रिजेक्सनवाला क्यान्डल भन्यो, यो राम्रो क्यान्डल चाहिँ बनेको चाहिँ होइन, रिजेक्टवाला क्यान्डल गर्यो है। दिस इज सपोर्ट है, सपोर्टको एरियातिर हो, सपोर्टको छेउछाउबाट बढ्यो है, फेरि रेजिस्टेन्सको छेउछाउबाट रियाक्ट गर्दैछन्। थोरै करेक्सन भएर यहाँ एरियातिर खेलेर मासिएर जानै सक्छ। त्यही भएर अब ठिकै छ, अलिकति थोरै नेगेटिभ चाहिँ भएको। अब भोलिको दिन फेरि यसलाई चिरेर माथि जान्छ भने त हामी पोजिटिभ हुनैपर्छ। अलिकति क्यान्डल चाहिँ राम्रो बनेन छ, सुटिङ स्टार टाइपको क्यान्डल बनेछ, यसलाई चिरेर जान्छ कि लेट्स सी हेर्दैछौँ। इन्डिकेटरहरू पोजिटिभ छ, भोल्युम सेक्सनहरू पोजिटिभै छ, आशा गरौँ कि अब राम्रै होला भन्ने एक्सपेक्टेसन गरौँ है। ठिक छ है, हाइड्रो पावरमा ठिक छ, आशावादी चाहिँ रहौँ। ठिक छ, त्यही कुरा चाहिँ मैले जानकारी गराउन चाहेँ। अब यो रेजिस्टेन्समा कस्तो रियाक्ट गर्छ, फेरि डिमान्ड जोनै फर्किन्छ कि फेरि पुल ब्याक गर्छ है, त्यो चाहिँ एउटा महत्त्वपूर्ण विषय छँदैछ हाइड्रो पावरको कुरा गर्ने है। विगतमा त एउटा जो बियरिस फ्ल्याग एन्ड पोल प्याटर्न यो बनेको हामी देख्न सक्छौँ। यसले चाहिँ अलिकति करेक्सनको निम्ता गर्नुपर्ने हो, गरेन, इन्स्टेन्टली त्यसलाई नेगेटिभ बनाएको छ। स्ट्रङ सेन्टिमेन्ट लगानीकर्ताको छ स्क्रिप्टमा भन्ने कुरा, यो सेक्टरमा भन्ने कुरा छ। त्यो हिसाबले मेरो विचारमा हाइड्रो पावरले रिकभर गर्छ जस्तो मलाई लाग्छ है, अभियसली पनि। ठिकै छ, आजलाई यति गर्न चाहन्छु। तपाईँलाई मेरो एनालाइसिस कस्तो लाग्छ मनपर्छ भने कमेन्ट सेक्सनमा कमेन्ट गर्न नभुल्नु होला भन्न चाहन्छु। यति भन्दै बिदा माग्न चाहन्छु। हस्त नमस्ते, टेक केयर, ह्याभ अ गुड टाइम, इन्जोय।